हेलो एभ्रिवान गुड मर्निङ। आज चाहिँ म बिहानै बिहान चट्ट यो हरियाली मौसममा यो दृश्यलाई टक्क निहाल्दै म चाहिँ लेकतिर जान लाग्छु। लेकतिर पनि घाँस काट्न भनेर जान लाग्यो है। हिजोबाट हाम्रो घरमा घाँस काट्ने चाहिँ सुरु भइसकेको छ। सो आज म चाहिँ घाँस काट्न हिँडेको है। यस्तो पछाडिको भ्यू हेर्नुहोस् होइन, दामी छ। अब यहाँ चाहिँ घाँस काट्ने सिजन लागेको छ, त्यही भएर हामी चाहिँ घाँस काट्न हिँडेका छौँ है त। भौगोलिक बनावटले चाहिँ एकदम साथ दिएको ठाउँ हो जुम्ला भनेको है फेरि। कालीकोटको सन्दर्भमा हुम्ला त्यस्तै डोल्पा यिनीहरू जिल्लाभन्दा जुम्ला चाहिँ भौगोलिक बनावटको आधारमा एकदम बवाल छ है। भूगोल यति बवाल छ, त्यो भएर यहाँ पछाडि तपाईँले दृश्य देख्न सक्नुहुन्छ। यहाँ मुनतिर हाम्रो यो गाउँ हो। यो मकै भयो है। तपाईँको खाद्यान्न सामान पनि अथाह नै यस्तो प्रशस्त फल्छ कि यो मकैहरू हिँड्ने बाटोमै छ है। हामी गडाको बिचमा हिँडिरहेको छौँ। ल यो पूर्वतिर भयो, यता त घाम टल्किरहेको छ। यो मकैको बारी भयो। यो एरिया पुरै मकै रोपेको एरिया हो। मलाई चाहिँ हिँड्न उकालो भएर होला सुहाँ भएको छ। ल हेर है गाइस, म तपाईँहरूलाई मेरो घाँस काट्ने क्षेत्र देखाउँछु। ट्याक्कै यो हेर्नुहोस् है। ऊ त्यो माथि त्यहाँ छ नि यो भाइहरू हो, यो भाइ बहिनीहरू यो ठाउँमा घाँस काटिरहेको छन् भिरमा। म पनि टाइम गरेर काट्ने हो। हेर्नुहोस् है, यस्तो छ। त्यो फाँड हाम्रो मकै बोएको हो। अर्को फाँडमा पुरै सिमी हुन्छ, अर्को फाँडमा पुरै गहुँहरू। त्यस्तै यो एरियामा पुरै मकै छ। यो पारी चाहिँ देख्नुहोस्, पारी चाहिँ तपाईँको धान रोपेको खेतहरू छ। तलतिर अलि गडामा अलि छाँ परेको छ, त्यहाँ चाहिँ सिमीहरू छ। यहाँ चाहिँ मकै भयो। ऊ पारी जङ्गल तल, त्यो जङ्गलको ठ्याक्क तल चाहिँ धान खेतहरू छ। धान खेतहरू छाएको कारणले देखे होइन। यतापट्टि हेर्नुहोस्, यो सब तल खोलानिर देखे होइन। यो खोलानिर चाहिँ तपाईँको पुरै धान खेतहरू छ। जुम्लाको माथिदान हुने ठाउँ हो, त्यहीँ छ। यो चाहिँ गाउँको दृश्य भयो। यो चाहिँ खोलाभन्दा पारीको। हाम्रो गाउँमा अहिले स्याउ यति फल्यो। हाम्रो यो क्षेत्रमा भनौँ न झन्डै 25-30वटा गाडी चाहिँ गयो है। स्याउ गइसकेको छ र अझ पनि स्याउ टन्नै छ। यो हेर्नुहोस्, यो तलपट्टि घरमा रोकेको छ, यो चाहिँ गाडी हो, स्याउ दिन आएको गाडी भयो। म चाहिँ यहाँ आइपुगिसकेँ घाँस काट्ने ठाउँमा। देख्नुहुन्छ है, म चट्ट यहाँ पुगिसकेँ। यहाँ पछाडिको भ्यू पनि देख्नुहोस्। तलको बाटो भयो। यहाँ म अघि धेरै तल थिएँ, अहिले धेरै माथि आइसकेँ। तल गाउँ देख्न सक्नुहुन्छ ठ्याक्क मेरो पछाडिको। मेरो भाइहरू पनि यहीँ घाँस काटिरहेको छ, भाइ र बहिनी। अगाडि हेर्नुहोस् है, यहाँ घाँस काटिरहेको छ। यो बाटोबाट जाने हो। घाँस खासै राम्रो छ। अहिले पुरै किरा लागेर यो घाँसमा यी हेर्नुहोस् त, देखिन्छ यी किराहरू। यो किराहरूले पुरै घाँस खाइदिएछ कि घाँसको पातभरि सब खाएछ, डाँड मात्रै छ। त्यसमाथि यो चाहिँ अलि यता भिरतिरको घाँस यस्तै नि हुन्छ, अलि पात हुन्थ्यो, त्यो भइहालेछ। के छ सरला, पुरै किरा मात्रै लागेछ घाँसमा। हो घाँस त डर त्यसै पनि लागिरहेछ। अब त्यो अलि के छ भाइ? क्या के आस् त? किन आस् किन आस्? ओ तँ पनि घाँस काट्न आएको? घाँस काटेर भाइ को आएको छौ तिमीहरू घाँस काट्न? हो पारीको रहेछ नि त्यहाँ होइन। यहाँ यो भाइ छ है, तोर्पे के फालिस् त्यो? यसले यहाँ घाँस काटिरहेको छ। हामी चाहिँ यहाँ घाँस काट्न आइपुगेछौँ। चट्ट त्यहाँ बहिनी, घाँस कस्तो छ सरला अहिले? घाँस के राम्रो छ? गाई खाला नि त यस्तो घाँस? पातलो पातलो छ पुरै। रुडाले खाइसकेको छ है घाँस। रुडाले भन्दा नि किराले खायो कि रुडाले खायो कि किराले खायो? चट्ट पारेर हाम्रो पछाडिको गाउँ चाहिँ यो है। यो अब मात्रेको साइड देखिन्छ, तलको देख्दैन। यो मात्रेको भयो। यो पुरै मकैबारी। यो फाँडमा पुरै मकै बोएको छ। अलिअलि कोही रुम्टामा चाहिँ तपाईँको देखिहाल्नुभयो, यहाँ पनि कोदो पनि बोएको छ। कोदो र मकैसँगै बोको रहेछ यो फाँडमा। त्यो हाम्रो गाउँको यतापट्टिको साइड, यता लास्ट साइड पूर्वतिरको, यो चाहिँ पश्चिमतिरको लास्ट साइड। हाम्रो तल चाहिँ गाउँ ठुलो छ। अहिले यति देखा चाहिँ यहाँबाट हामीले यति नै देखाउँछौँ। ठिक छ, बाँकी चाहिँ म पनि घाँस काट्नु पर्ने हुन्छ। म पनि घाँस काटेर देखाउँछु। यहाँ भाइ काट्दैछ अनि यहाँ बहिनी काट्दैछ। ल हेर्नुहोस् है, म चाहिँ यो तलको बाटो भएर चट्ट यहाँ पुगिसकेँ। यी तलको हाम्रो गाउँ। अघि त्यहाँबाट नजिक देखिन्थ्यो, यहाँबाट टाढा देखिन थालिसक्यो। तपाईँले अनुमान त गरिसक्नुभयो म धेरै माथि आइसक्यो भन्ने कुरा। चट्ट त्यो बाटो हुँदै यो तल यो नल ढाकेको छ नि, त्यसको तल छेउको गडको तलपट्टिबाट म यो बाटो हुँदै सट्ट यहाँ आइपुगेँ। देख्नुहोस् है, यो म आइसकेँ। अब
अब भने म चाहिँ घाँस काटेर भ्याएर घर आएको है खाना खाना भनेर भ्याउनु त भ्याएन तर खाना खाना आएको चट्ट 10 बज्यो अहिले यो चाहिँ हाम्रो पछाडिको चाहिँ गाउँ है तपाईँहरू देख्न सक्नुहुन्छ म पछाडिको गाउँ हाम्रो गाउँ चाहिँ विशेष गरी यो है चट्ट म घर फर्किँदै है यो हेर्नुहोस् है यो हाम्रो पछाडिको पुरै गाउँको दृश्य है बवाल छ गाउँ चाहिँ सबको सिजन चलेछ घाँस काट्ने